हेलो एभ्रिवान, आजको यो भिडियोमा हामीहरू अप्लाइड मेकानिक्स फर्स्टको 2020 फलमा 1 को B मा 8 मार्क्समा पोखरा युनिभर्सिटीको फाइनल एक्जाममा सोधेको न्युमेरिकल सल्भ गर्नेछौँ। क्वेशन स्क्रिनमा हेर्न सकिन्छ। यो क्वेशन सल्भ गर्नलाई हामीलाई एउटा कन्सेप्ट थाहा हुन जरुरी छ, एन्ड द कन्सेप्ट इज कन्भर्जन अफ अ फोर्स सिस्टम इन्टु मोमेन्ट एन्ड फोर्स सिस्टम। यो कन्सेप्ट बुझ्नको लागि यो दुईटा एक्जाम्पल दिएर हेरौँ। इन एक्जाम्पल 1 दुईटा पोइन्ट छ हाम्रो A र B भन्ने, र B मा चाहिँ हामीहरुको फोर्स लागिरहेको छ 10 न्युटनको, एन्ड फर सम रिजन्स मानौँ हामीले चाहिँ यो B मा भएको फोर्सलाई चाहिँ A मा ट्रान्सफर गर्नुपर्ने छ। त्यो कसरी गर्न सकिन्छ त्यसको लागि के एजुम गरौँ। A पोइन्टमा चाहिँ हामीहरुको अपवार्ड र डाउनवार्ड दुईटा फोर्स लागिरहेको छ भन्ने एजुम गरौँ। 10 न्युटन र 10 न्युटन फोर्स बराबरको यो सिस्टम र हामीलाई अघि दिएको सिस्टम सेम हो, किनकि A मा भएको डाउनवार्ड लोड र अपवार्ड लोड चाहिँ के छ बराबर छ, व्हिच क्यान्सल आउट इच अदर। सो अगाडिको सिस्टम र यो सिस्टम चाहिँ के भयो हाम्रो सेम भयो। अब के हेर्न सकिन्छ, यो 10 न्युटनको फोर्स र यो 10 न्युटनको फोर्स यो दुईटाले चाहिँ के बनायो हामीहरुको चाहिँ एउटा कपल बनायो। सो व्हाट इज कपल? कपल भनेको चाहिँ हाम्रो दुईटा इक्वल फोर्सेसहरु separated by some distance and the forces have opposite nature. दुईटा equal and opposite forces are separated by some distance. Force को value same छ 10 but the direction is opposite. एउटा upward छ अर्को downward छ, and there is a small distance of 2 meter between them. भन्नुको मिनिङ यो 10 न्युटन र यो 10 न्युटनले गर्दा के जेनेरेट भयो, एउटा कपल जेनेरेट भयो, and the nature of the couple is त कतै बीचमा बसेर हेर्ने हो भने कुन डाइरेक्सनमा घुमाउँछ हाम्रो चाहिँ क्लकवाइज डाइरेक्सनमा। सो यो 10 न्युटन र यो 10 न्युटनले गर्दाखेरि एउटा क्लकवाइज कपल जेनेरेट भयो, र त्यो कपलको मोमेन्टको भ्यालु चाहिँ कति हुन्छ, आइदर फोर्स इन्टु डिस्टेन्स बिट्विन देम इक्वल टु 20 न्युटन मिटर। सो यो 10 र यो 10 को सट्टा चाहिँ हामीले के राख्ने पायौं, द क्लकवाइज मोमेन्ट अफ 20 न्युटन मिटर। यति गर्ने बित्तिकै यो 10 र यो 10 चाहिँ हाम्रो रिप्लेस भयो, अनि एक्स्ट्रा के बच्यो हाम्रो A पोइन्टमा भएको डाउनवार्ड 10 न्युटनको फोर्स। सो हामीले बेसिकली के गर्यौं, B पोइन्टमा भएको 10 न्युटनको फोर्सलाई A मा ट्रान्सफर गर्दाखेरि के हुँदो रहेछ त, 10 न्युटनको फोर्स अलोङ विथ इट एउटा एडिसनल चाहिँ के आउँदो रहेछ, मोमेन्ट आउँदो रहेछ। दिस इज द फोर्स सिस्टम। फोर्स मात्रै भएको सिस्टम थियो, जसलाई हामीले B पोइन्टबाट A पोइन्टमा मुभ गर्दाखेरि अब यो चाहिँ के भइदियो हामीहरुको चाहिँ फोर्स एन्ड मोमेन्ट सिस्टम। तर यो दुईटा सिस्टम सेम सिस्टम हो, दुईटैले गर्दा आउने इफेक्ट पनि सेम हुन्छ, त्यही भएर यसलाई चाहिँ के भन्ने गरिन्छ, इक्विभ्यालेन्ट फोर्स एन्ड मोमेन्ट सिस्टम भन्ने गरिन्छ। लेट्स टेक अनदर एक्जाम्पल। मानौँ हाम्रो यहाँ C पोइन्टमा फोर्स लागिरहेको छ अफ 5 न्युटन, एन्ड हामीले चाहिँ यसलाई D पोइन्टमा ट्रान्सफर गर्नुपर्ने छ। यसको लागि के गर्न सकिन्छ, D पोइन्टमा राइट गइरहेको र लेफ्ट गइरहेको फोर्स एजुम गरौँ, भ्यालु कति भएको 5 न्युटन नै भएको। C मा राइट जाने फोर्स 5, D मा लेफ्ट जाने फोर्स 5। यो दुईटाले के जेनेरेट गर्यो, कपल जेनेरेट गर्यो। कपलको भ्यालु चाहिँ कति
5 into distance between them is 3 equal to 15 Newton meter and clockwise छ हेर्न सकिन्छ यो पोइन्टमा कतै बसेर क्लकवाइज डाइरेक्सनमा घुमाइरहेको छ दुईटै फोर्सहरुले सो एउटा क्लकवाइज कपल जेनेरेट गर्यो अफ म्याग्निट्युड 15 न्यूटन मिटर सो यो फोर्स र यो फोर्सलाई हामीले हटाएर के राख्न सक्छौं एउटा क्लकवाइज 15 न्यूटन मिटरको चाहिँ मोमेन्ट अथवा कपल राख्न सक्छौं सो यो दुईटा फोर्स हटाएर हामीले के राख्यौं यो पोइन्टमा चाहिँ एउटा क्लकवाइज कपल अफ 15 न्यूटन मिटर एक्स्ट्रा के बचेछ हाम्रो त्यो डी पोइन्टमा भएको लोड 5 न्यूटन so a system having 5 Newton load at C is equivalent to a system having 5 Newton force at D along with a clockwise moment of 15 Newton meter. C point मा राइट तिर गइराको 5 न्यूटन को फोर्स हुनु भन्नु र D point मा राइट तिर गइराको 5 न्यूटन फोर्स र क्लकवाइज मोमेन्ट अफ 15 न्यूटन मिटर हुनु के हो सेम हो अथवा इक्विभ्यालेन्ट हो यही प्रोसेसको नाम हो कन्भर्जन अफ अ फोर्स सिस्टम इन्टु इक्विभ्यालेन्ट फोर्स एन्ड मोमेन्ट सिस्टम अब बल्ल एक्जाममा आएको यो क्वेशन सल्भ गर्नतिर जानु क्वेशनमा के भनिरहेछ गिवन सिस्टम अफ फोर्सहरुको लागि इक्विभ्यालेन्ट फोर्स एन्ड मोमेन्ट सिस्टम निकाल्ने भन्छ कुन पोइन्टमा ओरिजिन ओ पोइन्टमा यो भन्नुको मिनिङ के हो क्वेशनमा दिएको सबै फोर्सहरुलाई कहाँ मुभ गर भन्न खोजेको हो ओ पोइन्टमा मुभ गर भन्न खोजेको हो सिम्प्लिसिटीको लागि यो डायग्रामको चाहिँ सिम्प्लिफाइड भर्जन ड्रा गरौँ क्वेशनमा के छ ओ देखि सी सम्म स्ट्रेट लाइन सी देखि बी सम्म स्ट्रेट लाइन बी देखि ए सम्म स्ट्रेट लाइन एन्ड ए मा लागिरहेको हाम्रो फोर्स चाहिँ कति हो 100 न्यूटन को एन्ड 4 and 3 चाहिँ हामीलाई के को लागि दिएको फर क्याल्कुलेटिङ दिस एंगल अर्को डिस्टेन्स पनि हेर्न सकिन्छ भर्टिकल डिस्टेन्स इज 800 mm ओ देखि ई सम्म 800 mm एन्ड बी देखि ए सम्म पनि 800 mm यसको सिम्प्लिफाइड डायग्राम हेरौं so this is the simplified diagram OCBA OCB and A distance पनि as it is छ 800 mm 800 mm 800 mm and A point मा चाहिँ हाम्रो फोर्स लागिरहेको थियो 100 न्यूटन को and the given values were 4 and 3 सिम्प्लिसिटी को लागि 800 mm लाई मैले केमा राखे मिटरमा राखे since 1 meter is equal to 1000 mm त्यही भएर 800 mm भने चाहिँ कति भयो डिवाइड बाइ 1000 0.8 मिटर 0.8 मिटर एन्ड 0.8 मिटर एन्ड यो एंगल चाहिँ निकाल्नु पर्ने छ हामीले किनकि एंगलमा फोर्स हुने बित्तिकै हामीले के गर्नु पर्ने हुन्छ त्यसलाई रिजल्भ गर्नु पर्ने हुन्छ यो फोर्सले होरिजोन्टल सँग बनाएको एंगल यो एंगल थीटा निकाल्न पर्ने छ हामीले त्यो चाहिँ कसरी निकाल्न सकिन्छ This angle theta is equal to that little angle theta. त्यो सानो एंगल चाहिँ कसरी निकाल्न सकिन्छ थीटा this is 4 and this is 3 परपेंडिकुलर र बेस दिएको छ भने चाहिँ थीटा निकाल्न के गर्नुपर्छ हामीले tan theta युज गर्नुपर्छ tan theta is equal to perpendicular by base therefore theta is equal to tan inverse 4/3 यसलाई सल्भ गर्दा कति आउँछ 53.13 डिग्री therefore 100 न्यूटनले चाहिँ x एक्सिस सँग बनाएको एंगल चाहिँ कति रहेछ 53.13 डिग्री हामीलाई फोर्स थाहा छ र एंगल थाहा छ भनेपछि के गर्न पाइयो अब त्यो फोर्सलाई x र y डाइरेक्सनमा रिजल्भ गर्न सकियो सो एंगल पट्टीको कम्पोनेन्ट हामीहरुको के हुन्छ सधैं
cos component that is 100 cos theta and अर्कोपट्टिको component के हुन्छ हामीहरुको सधैं sin component that is 100 sin 53.13. Since 100 Newton को फोर्स चाहिँ A point मा गइराछ त्यही भएर दुईटै कम्पोनेन्टहरु पनि के हुन्छ हाम्रो A point मा गएर एन्ड हुन्छ. Therefore 100 Newton लाई हामीले यो दुईटा भ्यालुले चाहिँ रिप्लेस गर्न पायौं. 100 cos 53.13 is equal to 60 Newton left तिर गइराको फोर्स and 100 sin 53.13 is 80 Newton डाउनवर्ड तिर गइराको फोर्स. सो यो सिस्टमलाई हामीले यो सिस्टमबाट रिप्लेस गर्न पायौं. अब हामीले गर्नुपर्ने के छ A पोइन्टमा भएको 80 न्यूटनको फोर्स र 60 न्यूटनको फोर्सलाई चाहिँ O पोइन्टमा मुभ गराउने युजिङ व्हिच कन्सेप्ट कन्भर्जन अफ अ फोर्स सिस्टम इन्टु इक्विभ्यालेन्ट फोर्स एन्ड मोमेन्ट सिस्टम. फर्स्टमा यो 80 न्यूटनलाई चाहिँ ट्रान्सफर गरेर हेरौं. हामीले A पोइन्टमा भएको 80 न्यूटनको फोर्सलाई O पोइन्टमा ट्रान्सफर गर्न पर्नेछ. कसरी गर्न सकिन्छ जुन पोइन्टमा ट्रान्सफर गर्न पर्नेछ त्यो पोइन्टमा बसेर 80 न्यूटनको इक्वल एन्ड अपोजिट फोर्सहरु अप्लाई गर्दियौं. A मा डाउनवर्ड 80 छ O पोइन्टमा के गर्छौं हामीहरु डाउनवर्ड 80 एन्ड अपवर्ड 80 अप्लाई गर्छौं. जुन पोइन्टमा ट्रान्सफर गर्न पर्ने छ दैट इज O पोइन्ट त्यो पोइन्टमा इक्वल एन्ड अपोजिट भ्यालु अफ दैट फोर्स हामीले अप्लाई गर्दियौं. त्यसपछि यो 80 र यो 80 ले चाहिँ हामीहरुको के बनाउँछ कपल अपवर्ड 80 र A पोइन्टमा भएको डाउनवर्ड 80 यो दुईटाले चाहिँ के बनाउँछ हामीहरुको कपल. त्यो दुई बीचको डिस्टेन्स कति छ O देखि लिएर A सम्मको डिस्टेन्स कति 0.8 मिटर एन्ड this distance is also 0.8 meter. So total distance चाहिँ कति भयो हाम्रो 0.8 plus 0.8 गर्दा 1.6 meter. So यो 80 र यो 80 ले गर्दा हाम्रो एउटा कपल जेनेरेट भयो जुन कपलको भ्यालु चाहिँ कति हुने भयो 80 into distance between them is 1.6 which is equal to 128 Newton meter. Therefore के गर्न पाइयो अब चाहिँ यो 80 न्यूटनको फोर्स र यो 80 न्यूटनको फोर्सलाई चाहिँ हामीहरुले रिप्लेस गर्न पायौं with a couple of 128 न्यूटन मिटर एन्ड क्लियरली हेर्न सकिन्छ यो कपल पनि हामीहरुको कस्तो छ क्लकवाइज कपल. सो O पोइन्टमा चाहिँ हामीले के गर्न पायौं एउटा क्लकवाइज कपल अफ 128 न्यूटन मिटर अप्लाई गर्न पायौं. सो यहाँ A मा भएको भर्टिकल 80 न्यूटनको फोर्सलाई हामीले रिप्लेस गर्यौं विथ O मा भएको भर्टिकल 80 न्यूटनको फोर्स एन्ड अ मोमेन्ट अफ 128 न्यूटन मिटर क्लकवाइज. अब सिमिलरली A पोइन्टमा भएको 60 न्यूटनको हरिजोन्टल फोर्सलाई पनि O पोइन्टमा ट्रान्सफर गरौँ. त्यसको लागि फेरि के गर्नुपर्छ A मा भएको फोर्स हरिजोन्टल 60 छ त्यही भएर O मा बसेर के गरौँ हरिजोन्टल राइट तिर गएको 60 र लेफ्ट तिर गएको 60 दुईटा फोर्सहरु अप्लाई गरौँ. इट डजन्ट मेक एनी चेन्ज टु द सिस्टम किनकि लेफ्ट तिर गएको 60 र राइट तिर गएको 60 ले के गर्छ एक आपसमा ब्यालेन्स गर्छ. नाउ यो 60 हेरौं राइट तिर गइराको यो 60 एन्ड लेफ्ट तिर गइराको यो 60 यो दुईटाले पनि फेरि के बनाउँछ कपल. माथिको 60 इज गोइङ राइट 60 एन्ड यो 60 इज गोइङ लेफ्ट 60. दुईटैको बीचको भर्टिकल डिस्टेन्स इज हाउ मच 0.8 मिटर 0.8 मिटर र क्लियरली यहाँ बीचमा बसेर कतै हेर्न सकिन्छ क्लकवाइज कपल बनाइराछ एन्ड द मोमेन्ट अफ द कपल इज इक्वल टु 60 into 0.8 which is equal to 48 Newton meter. Therefore के गर्न सक्यो त यो 60 न्यूटनको फोर्स र यो 60 न्यूटनको फोर्सलाई हटाएर हामीले O पोइन्टमा के राख्न सक्यौं
र क्लकवाइज मोमेन्ट अफ म्याग्निट्युड 48 न्युटन मिटर राख्न पाइयो। अनि अगाडि हामीले इक्वल एन्ड अपोजिट राख्दाखेरिको एउटा 60 किलोन्युटनको फोर्स चाहिँ हाम्रो एज इट इज त्यतै छँदैछ। सो ए पोइन्टबाट हामीले 80 र 60 न्युटनको फोर्सलाई ओ पोइन्टमा मुभ गर्दाखेरि के पायौँ? एउटा 80 र 60 न्युटनको फोर्स along with clockwise moment 48 Newton meter and clockwise moment 128 Newton meter। अब यो दुईटै कुरा सेम हो, क्लकवाइज मोमेन्ट र क्लकवाइज मोमेन्ट दुईटै कुरा सेम भएर दुईटैलाई के गर्दिम? एड गर्दिम, which is equal to 176 Newton meter। दुईटै मोमेन्टलाई एड गर्दाखेरि कति आयो? 128 प्लस 48 गर्दा 176 न्युटन मिटर। लेफ्टतिर गइरहेको फोर्स 60 छँदैछ एन्ड डाउनतिर गइरहेको फोर्स 80 न्युटन। सो फाइनली हामीले के अचिभ गर्यौँ? एमा भएको दुईटा फोर्सहरूलाई हामीले चाहिँ ओमा मुभ गर्यौँ र त्यो मुभ गर्दाखेरि चाहिँ एडिसनल के आयो? हाम्रो एउटा मोमेन्ट आयो अफ म्याग्निट्युड 176 न्युटन मिटर क्लकवाइज। सो यही कुरा चाहिँ हामीलाई क्वेसनमा निकाल्न भनेको हो, required force and moment system about the point O।